नेपालमा जीवित देवी कुमारी भन्ने परम्परा निकै अनौठो छ। कुमारी भन्नाले देवी तलेजुको जीवित अवतार मानिने सानो बालिकालाई जनाइन्छ। तर कुमारी कसरी छानिन्छ त? सबैभन्दा पहिले उनी शाक्य वा वज्रचारी परिवारको हुनुपर्छ। उमेर प्राय 2 देखि 5 वर्षको हुन्छ। शरीरमा कुनै दाग, चोट वा जन्मदाग भनी हुनु हुँदैन। दाँत पुरै मिलेको, नकाटिएको हुनुपर्छ। आँखा र कपाल कालो हुनुपर्छ। यसैसँगै प्राचीन ग्रन्थमा उल्लेख भएका 32 लक्षण हेर्ने गरिन्छ। सबैभन्दा रोचक भनेको निडरता परीक्षण हो। उम्मेदवारलाई अँधेरो कोठामा मास्क लगाएका मानिस र जनावरको बलि देखाइन्छ। उनी डराउँदैनन् भन्ने योग्य मानिन्छ। ज्योतिषले राशिफल पनि जाँच्छन्। सबै कुरा मिल्यो भने विशेष पूजापाठपछि उनलाई कुमारी घरमा बसालेर जीवित देवी घोषणा गरिन्छ। आजभोलि भने केही परिवर्तन पनि आएका छन्। कुमारीलाई पढ्न लेख्न दिइन्छ, अवकाशपछि भत्ता दिइन्छ र उनको जीवनस्तर सुधारिएको छ। यसरी पुरानो परम्परालाई आधुनिकतासँग मिसाएर नेपालमा कुमारीको संस्कृति निरन्तर चलिरहेको छ।